हलिमली पूर्णेको दिन चाहिँ चोबार आदिनाथको मन्दिरमा चाहिँ ठुलो मेला लाग्छ। अब मेरो जन्मघर त चोबारै हो, भए पनि म सानो बेलामा त गएको होला। अब बुझ्ने भएपछि चाहिँ मैले पहिलोपटक छोरा बुढा बुवा मुवासँग गएको। सानो बेलाको याद चाहिँ मलाई छैन। यदा कता पूजा गर्न गएको चाहिँ याद छ। हलिमली पूर्णेकै दिन चाहिँ याद छैन मलाई। हामी मन्दिर परिसरमा गयौँ, दर्शन गऱ्यौँ आदिनाथको। आदिनाथ भन्नाले चाहिँ आधा नर आधा नारी, पुरुष र महिला देवतालाई आदिनाथ भनिन्छ। यहाँ चाहिँ जताततै भाँडाहरू चढाउने चलन छ। आफ्नो कुनै कार्य भाकल सिद्धि भयो भने चढाउँछ। घरमा कोही बितेको वर्ष दिन पुरा भएपछि नै चढाउँछ। विभिन्न कारणले यहाँ भाँडाहरू चलाउने प्रचलन छ। मैले अरू मन्दिरमा चाहिँ यस्तो भाँडाहरू चढाएको चाहिँ देखेको छैन। आदिनाथमा चाहिँ चढाउँछ। अनि हामी दर्शन गर्न आदिनाथ मन्दिरमा गयौँ। यहाँको टीका चाहिँ सेतो खालको हुन्छ, दही जस्तो के। हामी सानो बेलामा त त्यो सेतो टीकाको साथै रातो टीका पनि लगाइदिया हुन्थ्यो। अस्ति चाहिँ अब भिडभाड भएर हो कि सेतो टीकामा त थियो। अनि हलिमली भनेको चाहिँ यो विभिन्न अनाज के अन्नलाई भुटेर हरेक थरी अब के पाइन्छ सबै गहुँ यताउति भुटेर अनि त्यो अलि छिटो म चाहिँ ढिलो पुगेँ। अलि छिटै चाहिँ त्यो आदिनाथको मन्दिरको प्राङ्गणमा सजाएर राख्दा रहेछन्। मैले त्यो चाहिँ हेर्न पाइनँ। यो बोरामा चाहिँ त्यो हलिमली नै राखेको छ। यसलाई हलिमली खाने भन्ने रहेछ। खाएँ। मेरो भागमा बकुला पनि परेछ। मलाई बकुला भनेपछि पर्लै मनपर्ने। हामीले हलिमली खायौँ। यो प्रसाद हो। अनि त्यसपछि यता घुम्दै गएँ। नाचगान एकदम रमाइलो, दोहोरी पनि भइरहेको रहेछ। मलाई रमाइलो लाग्यो। मैले दोहोरीको भिडियो पनि बनाएर हालेको छु। अनि यो चाहिँ हलिमली पूर्णेको 5 दिन अगाडि चाहिँ निर्जला बस्छ। विभिन्न ठाउँबाट आएर दिदीबहिनीहरू निर्जला बस्छन्। ललितपुरबाट पनि आउँछन्, भक्तपुरबाट पनि आउँछन्, काठमाडौँको त भइहाल्यो। अनि निर्जला बस्ने भनेको चाहिँ यिनीहरू चोखो खाएर त्यहाँ तोकेको पानी हुन्छ, अन्न केही पनि खान पाइँदैन, जल मात्र, त्यो पनि आधा कप हो कि 1 कप त्यो तोकेको 5 दिनसम्म त्यो खाएर बस्छन् दिदीबहिनीहरू। अनि हलिमली पूर्णेको भोलिपल्ट चाहिँ त्यहाँ पूजासुजा गरेर होमसोम गरेर विधिपूर्वक उहाँहरूलाई पुरै सौभाग्य जस्तो सिन्दुरे जात्रा जस्तो गरेर बाजा गाजासहित आफ्नो घरमा लाने चलन छ। म सानो बेलामा मैले अब यो निर्जला लगेको चाहिँ मैले देखेको छु। उहाँ निर्जला बसेर लगेको मान्छेलाई चाहिँ सानो बेलामा चाहिँ अब टाढा टाढादेखि 4 घरे मच्छे गाउँदेखि पनि बस्न आउने भएको कारणले अलिक टाढा टाढा किर्तिपुरदेखि आउने उहाँहरूलाई चाहिँ अब 5 दिनसम्म के पनि नखाएपछि त गाह्रो हुन्छ हिँड्न। अनि डोलीमा लगेको अब त्यतिखेर चाहिँ के गरेको होला जस्तो लाग्थ्यो। अब अहिले याद आउन थाल्यो मलाई। सबैलाई रातै लुगा लाएर दुलै जस्तो बनाएर आफ्नो घर परिवार आएर सिन्दुरी जात्रा गरेर घर घर लाने चलन थियो। अब यो हलिमली पूर्णेको भोलिपल्ट चाहिँ यहाँ त्यस्तै हुन्छ। म चाहिँ जान सकिनँ। अलि उकालोमा छ। सवारी साधन भयो भने सजिलो हुन्छ, हिँड्न पर्यो भने त साह्रै गाह्रो हुन्छ। अब त्यो दिन सवारी साधन राख्ने ठाउँ पनि माथिसम्म पनि प्याकै थियो। जे होस् अब आफ्नो जन्मघर भएर अब म्यानेज गरियो। मेरो जन्मेको घर चाहिँ आदिनाथ वरिपरि नै हो। अब अहिले छैन। यो भाइले चाहिँ खुब दोहोरी गाउने रहेछ। कस्तो खतरा रहेछ। म त हेरेको भएँ। नाचु पनि लाग्न त मलाई। त्यतिखेर के नाच्नु। हामी चाहिँ 8 बजे 9 बजे 8 बजे 8:30 बजे पुगेका थियौँ रातको। यस्तो रमाइलो भयो कि ल। अब यो वर्षको हलिमली पूर्णे त सक्यो। मैले यो ढिलै पोस्ट गरेँ। हलिमली पूर्णेको भोलिपल्ट हिजो पोस्ट गर्नुपर्ने आज गरेको छु। हेरिदिनु होला कस्तो लाग्यो। हजुरहरू आदिनाथ मन्दिर गएको छैन भने पनि जानु होला। सोध्दै खोज्दै भए पनि एकदम राम्रो छ। निर्जला बसेको दिदीबहिनी यो छेउछेउ पेटी वरिपरि चाहिँ
रातभरि नै सुत्ने। हलिमैली पूर्णिको रात चाहिँ जागराम बस्छन्, त्यहाँ कोही पनि सुत्दैनन्। र यही हो साथीहरू, कस्तो लाग्यो? अलिक स्वर बसेको छ कि मेरो